दोदरा चाँदनी नगरपालिका वडा नम्बर 5 का मनोज चन्द सुदूरपश्चिम प्रदेश अन्डर 14 क्रिकेट टिममा उपकप्तानको रूपमा चयन भएका छन्। उनको यो उपलब्धिलाई स्वागत गर्दै एक कार्यक्रमका बीच स्थानीय स्तरमा खादा उडाएर सम्मान तथा केक काटेर बधाई दिएको छ। मनोज चन्दले सुदूरपश्चिम टिममा स्थान मात्र बनाएका छैनन्, उपकप्तानको जिम्मेवारी समेत सम्हाल्ने अवसर पाएका छन्। उनले भने, म सुदूरपश्चिम अन्डर 14 टिममा पर्न सफल भए भने तपाईहरू पनि सक्नुहुन्छ। कमी खेलाडीमा होइन, नियमित अभ्यास र मेहनतमा हो। दोदरा चाँदनीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै दोदरा चाँदनी क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष रमेश साउदले भने, आज सुदूरपश्चिमलाई देशभर चिनाउन सफल भएका छन् मनोज। मेहनतलाई समयले पनि सलाम गर्छ। स्थानीय स्तरमै अभ्यास गर्दै आएका चन्दले सानो उमेरमै ठूलो उपलब्धि हात पारेका छन्। उनको यो सफलताले दोदरा चाँदनीका अन्य युवाहरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ।